यहाँहरूलाई सुनाउन चाहन्छु। यस गरिमामय 18औं वार्षिक साधारण सभाका अध्यक्ष तथा यस सेसिलियम बहुउद्देश्य सहकारी संस्था लिमिटेड बेलबारी 3 मोरङका अध्यक्ष साधारण सभाका प्रमुख अतिथिज्यू, मञ्चमा आसीन विभिन्न सङ्घ संस्थाबाट पाल्ने अतिथिज्यूहरू, साथ संस्थाका उपाध्यक्ष लगायत पदाधिकारी मित्रहरू, संस्था सञ्चालनमा महत्त्वपूर्ण सल्लाह दिनुहुने आदरणीय सल्लाहकारज्यू, संस्थाका लेखा समिति संयोजक सदस्यज्यूहरू, ऋण उपसमितिको संयोजक सदस्यज्यूहरू तथा उपस्थित हाम्रो संस्थामा आबद्ध रहनुभएका शेयर सदस्य महानुभावहरूमा संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत तथा सहकारी अभिवादन गर्न चाहन्छु। सर्वप्रथम त म यस हाम्रो संस्थाले 81-82 आर्थिक वर्ष 81-82 मा गरेको तपाईहरुलाई योजना विधागत रूपमा प्रस्तुत गर्न चाहन्छु। सदस्य संख्या शेयर पुँजी वृद्धि गर्ने भनेर हामीले समितिले या सम्पूर्ण कार्य समिति लगायत सल्लाहकारले निर्णय गरेको छौँ। वार्षिक बचत 20% वृद्धि गर्ने निर्णय गरेको छौँ। आर्थिक आधुनिक प्रविधि प्रयोग गरी पारदर्शी वित्तीय प्रणाली लागू गर्ने निर्णय गरेको छौँ। सहकारी तालिम सचेतना र कर्मचारी क्षमता विकास अभिवृद्धि तालिम सञ्चालन गर्ने निर्णय गरेको छौँ। सदस्यहरूलाई सहुलियत कर्जा तथा वित्तीय सेवा उपलब्ध गराउने निर्णय गरिएको छ। सदस्य ऋण बीमा कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको छ। सामाजिक तथा सामुदायिक विकास गर्नका लागि स्वास्थ्य शिक्षा सहयोग रक्तदान